हेलो अनि नमस्ते तपाईहरु सबैजनालाई फेरि पनि स्वागत छ डे 2 मा। आज चाहिँ हामी बागलुङदेखि मुस्ताङसम्मको यात्रा रहेको छ। आजको हाम्रो यो यात्रा चाहिँ अहिले चाहिँ हामीले भर्खरै कालिका भगवती माताको दर्शन गरेर अब बागलुङबाट निस्केको। अहिलेको टाइम भन्नुपर्दा चाहिँ ट्याक्कै 9:10 गयो। वाउ, सस्पेन्सन ब्रिज कति लामो हो। अनि आज चाहिँ हामी मार्फासम्म बस्ने भन्ने कुरा भयो। सो लेट्स गो गाइज, लेट्स गो टु मुस्ताङ। तपाईहरुलाई म मुस्ताङ लगेर जान्छु है त। बागलुङ क्रस गर्न लाग्यो। बागलुङबाट कालीगण्डकी पुल तरेर हामी पारिपट्टि जाँदैछौँ। अनि यता पारिपट्टिबाट चाहिँ सिधा माथि हामी मुस्ताङतिर जान्छौँ। यता तलतिर गयो भने चाहिँ पोखरा लाग्छ, अनि यता मासतिर लाग्यो हो भने चाहिँ मुस्ताङ जान्छौँ। हामी चाहिँ अब कालीगण्डकीको पुल तरेर मुस्ताङतिर। ओए टु मुस्ताङ। मुक्तिनाथको बसहरू लागिरहेको रहेछ, पोखरा देख्नु होला। बाटो चाहिँ एकदम राम्रो छ भन्न सुनिरहेको छु। लेट्स सी कस्तो छ। बाटोहरू हेरिहालौँ। हामी अहिले चाहिँ कालीगण्डकी नदी फेरि तरेर फेरि वारिपट्टि आएका छौँ। बेनी बजार। यो बेनी बजारको बस पार्क हो क्या हो। टिकट काउन्टर यहाँ रहेछ। धुलो उडेको हैट। कस्तो साह्रो धुलो हौ। एक हिसाबले त गाडीमै आउनु पनि ठिक हो। धुलो पनि नउड्ने, आफूले चलाउनु पनि नपर्ने, मजाले बस्यो, खुट्टाहरू मजाले पसार्यो अनि आयो। सिन चाहिँ एकदमै रमाइलो छ। दुईटा ठुल्ठुलो भिरको बिचबाट निस्केको। बाटो पनि एकदमै राम्रो नै छ। कुनै कुनै ठाउँमा अलिअलि चाहिँ अब त्यो कालोपत्री उक्केको छ, नत्र भने चाहिँ अहिलेसम्म हुन त अझै आधाभन्दा धेरै त बाँकी नै छ। तर यहाँसम्म आउन्जेलसम्म चाहिँ बाटो एकदमै राम्रो नै छ। हामी चाहिँ अहिले यो तिप्लाङ भन्ने ठाउँमा आइपुग्यौँ। समय बिहानको 10:20। बागलुङबाट हिँड्दा 9:10 भएको थियो। 1 घन्टामा चाहिँ यहाँ तिप्लाङ आइपुग्यौँ। तर हाम्रो स्पिड चाहिँ अलिकति कम नै छ। हामी स्लोमै हिँडिरहेछौँ। 10:20 अनि ठाउँ चाहिँ तिप्लाङमा आइपुग्यौँ। तिप्लाङ क्रस भयौँ भनौँ। जाँदा जाँदै बाटोमा झरना पनि देखियो। नाउँ चाहिँ ट्याक्कै थाहा भएन है, तर झरना रहेछ। मुस्ताङ त ओहो डरलाग्दो भनेर बाटोमा अरूहरूको भिडियोमा हेर्दाखेरि चाहिँ एकदम डरलाग्दो देखिँदै। हेर त कस्तो छ। यहाँबाट चाहिँ दुईटा बाटो फाटिँदो रहेछ। जुमसम सिधा, दोबा जानलाई चाहिँ यता अरे। हाम्रो यात्रा चाहिँ जुमसमतिर छ, त्यही भएर हामी चाहिँ सिधा लाग्यौँ। यस्तो बाटोमा नि इभी गाडीहरू हिँड्दो रहेछ। फेरि जे होस्, नेपालमा इभीले चाहिँ अलिकति पछिल्लो समयमा धेरै मार्केट लगिरहेछ। पहाडको बाटोहरूमा पनि इभी गाडीहरू कुद्न थालेको छ। घोडापानी जानलाई माथि, जुमसुम जानलाई सिधा र यहाँबाट फेरि हामी कालीगण्डकीको कालीगण्डकी नदी तर्दैछौँ। कालीगण्डकी नदी चाहिँ धेरै पटक वार पार गरिराख्नु पर्दो रहेछ।
अहिले चाहिँ हामी ट्याक्कै तातो पानीमा आइपुग्यो। यो ठाउँमा चाहिँ यस्तो बबाल होटल बनाएको छ के, होटल नेचुरल स्प्रिङ रे होइन, होटल नेचुरल स्प्रिङ। यस्तो ठाउँमा यस्तो बबाल होटल भनेर बुद्धिस्टहरूको त्यो बानेको रहेछ। लुकिङ सो नाइस, लुकिङ सो वाउ, अनि लुकिङ सो ब्युटिफुल। कालीगण्डकीको तिरैतिर भएर हामी निरन्तर मुस्ताङको यात्रामा ठाउँ ठाउँ बाटोहरू बनिरहेको रहेछ। अलिकति धुलो मर्न दिने हो। सोल्टी त चल्दिरह, धुलो मर्न दिउँ अनि जाम भनेको। धुलो खुवाएरै छाड्ने भए। अहिले फेरि अरू आइहाल्ला नि, त्यही त होला। त्यही भएर अरूको बारेमा राम्रो सोचेर आफू पछि हट्नु पनि सधैँ त्यो पनि राम्रो पनि हुँदैन। अब उयो रातो गाडी आइरहेको थियो, उसलाई छोड्नु पास दिएर आफू जाम्ला भनेको, पछाडि बसेर धुलो खाइयो। आमा बाटो बनाउँदैछ क्या त्यहाँ। ए त्यही भएर वान वे गरेर खोलिरह। बाटो बनाउँदै रहेछ अगाडि, त्यही भएर चाहिँ रहेछ। बाटो त छ नि, बाटो त देखिरहेको छैन मैले, बाटो कुदाइरहेको छु। मुस्ताङ, ओ मुस्ताङ, यत्तिकै मुस्ताङ आइन्छ। अहिले बिहानको 11 बज्यो। अहिले चाहिँ हामी यहाँ रूपसे झरनामा आइपुग्यौँ। वाउ, झरना चाहिँ त्यहाँ माथि देखिने रहेछ, एकदमै राम्रो देखिरहेछ है रूपसे झरना। अब हाम्रो बाँकीको यात्रा चाहिँ रूपसे झरनाबाट कन्टिन्यू भइरहेछ। हामीले रूपसे झरनामा चाहिँ 1 घन्टा जस्तो ब्रेक लियौँ होला, अनि अब 1 घन्टाको ब्रेक पछि हाम्रो यात्रा कन्टिन्यू। चौरीगाई हो क्या। हाम्रो 1 घन्टाको ब्रेक पछि ब्याक टु वे टु मुस्ताङ, मुस्ताङको यात्रा। यो रूपसे झरनादेखि अलिकति अगाडिको काभ्रे भिर भन्ने ठाउँमा छौँ। बाटो चाहिँ राम्रो त राम्रै छ, तर अब भिड भएको कारणले गर्दा तलतिर चाहिँ अब मैले हेरेको छैन, एकदम डरलाग्दो जस्तो देखिरहेछ। यहाँनिर चाहिँ एकदम बब्बालै उकालो रहेछ। ट्याक्कै भन्नुपर्दा काभ्रे भिरमा रूपसे झरनादेखि अलिकति अगाडि। निरन्तर मुस्ताङको यात्रामा तपाईँहरू सबैलाई स्वागत छ। एकदमै रमाइलो फिल भइरहेछ। कस्तो घना जङ्गल देखेको, के को रुखहरू रहेछ त्यो। यहाँदेखि लेते चाहिँ 7 किलोमिटर रहेछ। बाटोहरूमा पेट्रोल पम्पहरू पनि देखेँ है, पेट्रोल पम्पहरू पनि ठाउँ ठाउँमा रहेछ। सो नो निड टु बी वरी अबाउट पेट्रोल सक्यो भने पेट्रोल पम्प छ छैन भन्ने कुरामा चाहिँ। वाउ, कस्तो राम्रो जङ्गल।
यो रुखहरू कस्तो सिलिक्क परेर सिधा मासतिर गएको सल्लोको रुखहरू रहेछ सल्लोको रुखहरू रहेछ क्या अरे प्रहरी चेकिङ यहाँ अब हामीले बाइक चेकिङ त गर्नु पर्दैन होला अभियसली बाइक चेक पनि गर्नु पर्दो रहेछ अहिले यति बेला चाहिँ हामी यहाँ मुस्ताङको घाँचा भन्ने ठाउँमा आइपुग्यौँ अनि यहाँ चाहिँ हामीले इन्ट्री गर्नुपर्दो रहेछ कहाँदेखि कतिजना कहाँसम्म जाने र नामहरू सबै टिपाउनु पर्दो रहेछ अनि प्लस यहाँ चाहिँ उहाँहरूले ड्रोनहरू ल्याएको छ कि छैन अनि क्यामेराहरू ल्याएको छ छैन भनेर सबै सोध्नु भएको थियो सायद ड्रोनहरू ल्याएपछि यहाँ सबै इन्ट्री गरेर अनि के कस्तो सबै अब अगाडिको प्रोसेसहरू गरेर चाहिँ यहाँबाट निस्किनुपर्छ होला अब हामीसँग चाहिँ ड्रोनहरू थिएन अब यहाँदेखि लेते चाहिँ 6 किलोमिटर रहेछ हामी नन स्टप गएको भए त अलि चाँडै पुग्थ्यो होला तर अब हामीलाई हतार पनि केहीको छैन मेरो बाइकको स्पिड पनि त्यस्तो खासै स्पिड पनि छैन हामी एकदमै बिस्तारै हिँडिरहेछौँ अब 2.5 years पछि बाइक चलाइरहेको छु त्यो पनि यस्तो बाटोमा त्यही भएर नो रस कुनै पनि रस छैन हामीलाई बिस्तारै मजाले आफ्नै गतिमा हिँडिरहेछौँ बल्ल चाहिँ मुस्ताङको भाइब्सले अलिअलि छोको जस्तो फिल भइरहेछ है यो घाँसा क्रस गरिसकेपछि चाहिँ यहाँको यो ल्यान्डस्केपहरू हेर्दा अलिकति बल्ल चाहिँ हामी ल है ठाउँमा पुग्न लाग्यौँ टाइपको फिल भयो यहाँदेखि चाहिँ नत्र भने अघि उतासम्म चाहिँ कालीगण्डकीको तिरैतिर के हो बाटो नि त्यस्तै धोस्तै ठाउँमा बाइकलाई चाहिँ मैले म्याक्सिमम ठाउँमा यो अफ रोडहरूमा चाहिँ 1 गियरमै चलाइरहेको छु 2 गियरमा राखेर अलि स्पिड पनि हानेको छैन है मैले चाहिँ ओहो हावा चल्न सुरु भयो अब ल कैकु गाउँ रे कैकु गाउँमा गणेश सँगसँगै तपाईँहरू सबैलाई स्वागत छ कैकु गाउँमा सङ्गीता होटल एन्ड थकाली लुक एट दिस भ्युज गाइज भनेर अहिले त नभनौँ होला किनकि अझ यस्तो राम्रो भ्युजहरू त आउनै बाँकी छ यो त जस्ट एउटा डेमो कि ट्रेलर मात्रै होला त्यो उता कस्तो त्यो पहिरो लडेको जस्तो के भएको त्यो बाटोमा सु गर्न मनाइ छ नो सु गरिङ बाटोमा सु गर्न मनाइ छ सख्त कारबाही हुन सम्भावना छ वाउ हावा चल्यो है उता पारीको त्यो त्यत्रो पहिरो कहाँबाट आमामा डाँडै खसे जस्तो छ त्यो त यार हेर्दा त्यस्तै छ हेर त त्यही त नै मतलब पहिल्यैदेखि होला क्या डाँडो नै खसेको क्या मिसी गाउँमा तपाईँहरूलाई स्वागत छ लेते अझै 4 किलोमिटर अगाडि ल मेरो बाइकको स्पिड कति छ 32 32 पनि गयो अब 31 30 29 बाइकले चाहिँ अहिलेसम्म साथ दिइरहेछ मजाले थ्याङ्क यू सो मच फर द्याट अनि यस्तै बाटो होस् न जताको त्यहाँ कस्तो मस्त मजा आउँछ होला नि त्यसो हिँड्न पनि ओहो हावा चलेको हो यहीँ त यस्तो हावा चलिरहेको छ माथि जोमसमतिर झन् कस्तो हावा चल्छ होला जोमसोमै बजारमा 12 बजे हावा सरर ए हजुर के हो यो गाई हो कि गोरु हो कि भैँसी हो कि के हो गोरुकै जाति हो क्या है तर कस्तो सेतो टाइपको क्या है म लाइफमा फर्स्ट टाइम होला यस्तो भैँसी देखेको कबड्डी मुभीमा इन्ट्री गरेर यस्तो फिल भइरहेको त हामी पनि मैयालाई लगेर भागिरहेको जस्तो फिल भइरहेछ मलाई पनि कबड्डीको काजी नभए नि रियल लाइफको पाजी नै सही तर मैया लगेर भाग्यो म पनि लेते खोला पुल टिप्पर ताजा अनुभव उहाँको चाहिँ साह्रै डर लाग्छ मलाई
किनकि उहाँले आँखा कान नदेखेर हिँड्नुहुन्छ। लेते खोला पुल क्रस गरियो। अब हामी लेतेमा इन्ट्री गर्छौँ। लेते डाँडा कता कता कबड्डी मुभीको सुट भइरह हो कि छ यो गाउँ रे। ल वाउ रुखहरू सल्लोको रुखहरू कस्तो राम्रो भाइब्स बल्ल कस्तो मिठो भाइब्स आयो यार। आहा बास्ना यो बास्ना हुन्छ नि यो सल्लोको फलेको सल्लोको फलहरूको बास्ना हावाले उडाएर ट्याक्क नाकैसम्म ल्याउँदा त आहा कसम भने होलिडे क्याम्प ओहो आहा सरर हावामा होटल एकानेटी रे इको गेस्ट हाउस एन्ड थकाली जमसम 26 किलोमिटर लेते 0 किलोमिटर। ल फाइनली लेतेमा आइयो। अघि त्यस्तो दुःख गरेर हिँडिरहेको मेहनतको फल चाहिँ बल्ल गरेर मिल्दैछ। वा कस्तो राम्रो बिल्डिङ बनिरहेको रहेछ त्यहाँ। लेते अस्पताल रहेछ सायद अस्पतालको बिल्डिङ होला। लेते अस्पताल बन्दै रहेछ त्यहाँ। होटल भ्यू पोइन्ट लेते सकिने बित्तिकै कालो पानी बजार। ओ ओ ओ ओ ओ ओ एउटा सिन छ नि मैयाले 2मा हो सायद निश्चल नै हो के अरे सौगात होला। अनि मैयाले खोला तरिरहेको हुन्छ होइन। मैयाले खोला तर्दै गर्दाखेरि चाहिँ सौगात मल्लले बाइक ल्याएर पानी छ्यापिदिन्छ। ढुङ्गाले हान्छ नि मैयाले चाहिँ मरिगइस् भनेर। ए को भइछ भने त बोमे पो रहेछ भन्छ नि। बोमे पो रहेछ बोमे। ए को भनेको त बोमे पो रहेछ बोमे। ओहो म्याप हेरिदेऊ त हामी कहाँ आइपुग्यौँ। यो पारिपट्टिको कुन चाहिँ ठाउँ हो यस्तो राम्रो। काठमाडौँ त पढेको मात्रै घर चाहिँ यहाँ माथि मेरो टिटी गाउँ भन्छ नि। बाटो चाहिँ कुनै कुनै ठाउँमा एकदम च्यालेन्जिङ छ है। अनि कुनै कुनै ठाउँमा यस्तो सररररररर छ। हावा चाहिँ एकदम धेरै चलिरहेको अहिले। हामी जति माथि माथि पुग्दै गयौँ त्यति हावा चल्दै 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 आइरह। बाटो कस्तो राम्रो यार। कस्तो भित्रैदेखि वाउ टाइपको फिल भइरह। अहिले चाहिँ हामी ताङछार गाउँमा आइपुग्यौँ। होलिडे क्याम्प ताङछार मुस्ताङ। वाउ कस्तो राम्रो यो घरको यो होटेलको सिसन बानिया कि को आउँदाखेरि पनि यहाँ बसे थियो सायद ताङछार क्याम्पसमा। साथीहरूसँग ग्रुपमा आउँदाखेरि त एकदम रमाइलो हुन्छ होला यार यहाँ है। कोखे ठाटी गाउँ रे होइन यार। तर यो माथि आइपुगेपछि त कस्तो भित्रैदेखि तिमीलाई भयो होइन। भित्रैदेखि कस्तो वाउ टाइपको क्या। जब त्यो भिरालो त्यो खत्तम बाटो थिएन त्यो क्रस गरेर यता माथि आइपुगेपछि चाहिँ त्यहाँ हामीले चेकपोस्ट जहाँनिर इन्ट्री गऱ्यौँ त्यहाँदेखि माथि आइसकेपछि चाहिँ भाइब्स नै तपाईँको कस्तो भनेपछि छुट्टै टाइप्सको क्या।
टिटी लेक अवेट्स यु 2679 मिटर रे टिटी लेक टिटी लेक सायद यता छ यो पारिपट्टि कोबाङ 5 किलोमिटर सुन्दरताको तिमी उदाहरण हौ आमुना हौ शङ्कै छैन तिम्रो रूपमा फेरि धुलो खुवाइहाल्यो नि मलाई यसले संसारकै लामो पुल हामीले भर्खरै क्रस गऱ्यौँ मुस्ताङ आइसकेपछि यति धुलो र यति अफरोड नहिँडेपछि त के मुस्ताङ आएको भन्नु होइन त खुवा खुवा धुलो जति खुवाउनु छ खुवा वी आर रेडी किनकि हामीले धेरै खाइसक्यौँ अब हामीलाई यस्तो धुलोसँग बाल लाग्दैन जति खानु थियो हामीले खाइसक्यौँ त्यही भएर we don't give a fucking damn care for this धुलो वाउ अर्को पुल त साँच्चीकै एकचोटि जिन्दगीमा चाहिँ एकचोटि आउनै पर्ने ठाउँ हो यार यो चाहिँ आइयो खुसी लाग्यो घट्टे खोला बजार तपाईहरुलाई स्वागत छ घट्टे खोला बजारमा लार्जुङ बजार मुस्ताङमा यहाँहरु सबैलाई स्वागत छ म हुँ तपाईकै यात्री तपाईकै सहयात्री मिस्टर गणेश खनाल यो सुकेको किसको रुख हो ओखरको रुख हो कि नाउरीकोट हामी जहाँ भोलि बस्ने भन्ने प्लान छ भोलि आज मार्फा जेरी गल्ली जहाँ छ भाइजर नलगाएको त हावा उडाएर आँखैमा ल्यायो इन्डियन राइडर टिम्स रहेछन् होटेल मार्फा कम्फर्ट ल हामी मार्फामा आयौँ जस्तो छ अब चाहिँ है आइपुग्यौँ यो स्याउ बगैँचा यो सब हामी जानुपर्ने सायद यहाँदेखि माथि हो ओ यामाहाको RX100 बाइक मार्फामा पनि पुग्यो फाइनल्ली वेलकम टु मार्फा भिलेज हो एक्को डम्मी कस्तो एक्को डम्मी सेम एक जस्तै बनाउँदो रहेछ यहाँ कृपया गाउँभित्र मोटर बाइक 10 किलोमिटर मात्रै ओहो रस्तिका होमस्टे अमर सिंह गल्ली होइन होटेल मार्फा प्यालेस हामी चाहिँ होटेल मार्फा प्यालेसतिर ओहो एकाडमीहरू एक जस्तै है होटेल मार्फा प्यालेस यस्तै यस्तै छ अलि अगाडि कतैतिर होला यस्तै यस्तै छ आम नट स्योर अलि अगाडि छ कि जेरी गल्ली त होटेल माउन्ट विला एन्ड रेस्टुरेन्ट होटेल मार्फा आइपुग्यो
अँ हामी चाहिँ फाइनल्ली 1 बजे मार्फा मुस्ताङमा पुगेछौँ। हामी चाहिँ आज होटल मार्फा प्यालेसमा बसेको छौँ। हामी बसेको होटल चाहिँ यो छ है, हामी बसेको होटल चाहिँ यो हो। सो जेरी गल्ली चाहिँ अलिकति अगाडि छ जस्तो लागिरहेको छ मलाई सायद। हामी एकछिनमा अब खाजासाजा खाएर रेडी भएर निस्किन्छौँ। रिसेप्सन यहाँ छ, रेस्टुरेन्ट एरिया यहाँ छ, अनि यहाँ चाहिँ मलाई के छ यहाँ यो पुरानो पहिलाको ट्रेडिसनल कपडादेखि लगेर सबै सामग्रीहरू हो क्या सायद। यहाँ तल बस्ने एरिया छ स्पेस, अनि यता माथि चाहिँ यस्तो छ।